गाइज वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। फेरि हामी चाहिँ फिस हन्टिङ गर्नको लागि चाहिँ हामी राप्ती खोला आइसकेको छौँ हेटौडाको फाइनल्ली है। ल है त गाइजहरु हाम्रो भ्लग चाहिँ कन्टिन्यू हुन्छ। लेट्स गो। सो गाइज अहिले चाहिँ माछा हन्टिङ हुँदैछ गाइज हाम्रो चाहिँ है। घाम चाहिँ त्यति खासै लागेको छैन तर पनि यहाँ चाहिँ रमाइलो भइरहेछ दाजुभाइहरू। ल है त कन्टिन्यू छ मस्त मगन तरिकाले चाहिँ यहाँनिर चाहिँ। लेकिन ये साला कर क्या रहा है यहाँ पे? गाइस यस्ता खालको माछा दामी भइरहेछ। रुको जरा सबर करो। सिडीको चाहिँ खतरा जाल हान्ने प्रयास जारी भइरहेछ गाइस है। ल हाम्रो माछा साँच्चै ला च्याते क्या हो के भन्नु अब जलकुम्बी हटाउँदा हालत खराब भइसकेको छ आज चाहिँ होइन। आज नयाँ ठाउँमा भएर नि होला खासै हामीलाई राम्रो चाहिँ त्यति अनुभव छैन के हो। तर पनि जलकुम्बी हटाएर चाहिँ मारिँदैछ जङ्गलीलाई हाल्नुहोस्। हाम्रा यतापट्टि आज बवाल भएर बाबा ल भतिजे त माछी मार न दाइ हो माछी मार्न जाऊ दाजु काला पानीमा भन्दै हामी चाहिँ हाम्रो काला त काला महाकाला पानीमा आइपुगेको जलकुम्बी हटाएर मारिएको छ अहिले। त गाइज भतिजले चाहिँ यहाँ पानी फाल्दैछौँ। यहाँ अरू दोस्रो सानो डक सुकाउँदैछौँ गाइज। हामीले चाहिँ एरियामा चाहिँ भाइले माछा मार्दैछ है गाइज है। माछा चाहिँ मजाले पाइरहेको छ। बबाल पानी फाल्दैछ यहाँ। ल है त गाइज अलिकति थाकेको अवस्था भइसक्यो सबैजना तर पनि कन्टिन्यू जारी नै छ अझै पनि गाइज। ल है त गाइज त्यसरी चाहिँ माछा ट्याग कहाँ आइपुग्छ है गाइज। यसरी ट्रिक हुन्छ नाइस। ल सिरी ल गल्लेर आइसकेको छ। ल है त टाइपको माछाहरू मार्ने गरेर गाइज यस्तो है। श्रीकृष्णको पालो अब बबाल हाल्दैछ यहाँ। ल है त गाइज बब्बाल पानी फाल्ने क्रम जारी भइरहेछ गाइजहरू। खतरा फाल्दैछ श्रीकृष्ण साह्रो बबाल। ल है त गाइज है दामी एउटा माछा हालिसकेको छ है त। गले छानु भयो क्या है त गाइज खतरा ठुलो ढुङ्गा हल्लाउँदैछ गाइज है यहाँ। गले छानु भयो कि गाइज कन्टिन्यू भइरहेछ हाम्रो भ्लग चाहिँ होइन। अब यहाँ सबैजना पछाडि देख्नु सक्नुहुन्छ गाइजहरू। थाकिन्छ गाइज है यहाँनिर चाहिँ। म चाहिँ खासै क्यामेरामा कैद नभए पनि हल्का काम चाहिँ गरिरहेको हुन्छु। तर भिडियो बनाउनु पर्ने भएको कारणले गर्दाखेरि गाइजहरू ल चाहिँ क्र्याप उतार्नु पर्ने गरेर चाहिँ हालिदिइसकेको छ है। लगाइ चाहिँ हान्दियो त त्यहाँ घोच्छ त त्यहाँ गाइज भतिजले चाहिँ हिँडे फाइनल्ली जिउँदैछ नि त हामीलाई जिउँदै रहेछ त मारेन। बढेर थियो कि यहाँ ल है त सिडीले पनि मार्दैछ गाइज। ल है त गाइज माछा पक्रिहाल्दैछु म चाहिँ। माछा कहाँ गयो भन्ने कुरा पत्ता पाइँदैन यार।
सानो सानो माछाहरू पनि लाग्यो त गाई पानी खाने क्रम चाहिँ जारी भइरहेको छ यहाँ बाफ्रे यो हो नि त तरिका यो कुर खोताल्ने तरिका गाई हो होइन होला ए भेटेको रहेछ यार ल ल सिमीले कडकै हल्लायो यो चाहिँ यो ढुङ्गा चाहिँ खत्रै हल्लाइदियो गाई उहाँले कुरतिर यसो मजाले दबाउँदैछ है त गाईहरू क्या बोले भाई अब क्या बोले ढुङ्गा पल्टाउनुको क्रम चाहिँ जारी भइरहेको छ है यहाँनिर बबाल पानी फाल्दैछ बबाल भतिजले एकापट्टि अनि एकापट्टि यता अनि यता भाइ समय राखे गाई चाहिँ यहाँ है भतिजले नि भेटिसकेको छ झिँगे माछा खै त सिरीले त्यहाँ यहाँ त डबल कुर रहेछ नि समझ रहे हो आप त्यो गाई चाहिँ है खतरा उतापट्टि पनि छ माछा भतिजले अब उता पानी फाल्दै लगायो त गाई चाहिँ रेडी 1 2 3 गो ल घरको छ त यार बुझिने देखा त मार्यो ए नमारिकन ए मार्दैन भाइ हिले हो त्यहाँनिर रहेछ नि त मेन पोइन्ट पायो ल ल त फाइनली गाइज ल हिँडे पछार्यो सुनिल थापा मगरले बस ल त गाइज फाइनली हिले समात्यो ल गाइज फाइनली है दुई पिस पाइसकेको छ है अरू पनि रहेछ त केटी गर्दै खान्छ त्यसलाई पनि पछार्दैन भाइ यार मार्दैन टाउको क्याचेक गर्नु लामाले पनि माछा भेटिसकेको छ है च्याट लाएर होइन यसलाई के भन्छ यसलाई यसलाई चाहिँ छोडिदिनुहोस् त दामी खालको गौँडा भेटियो सिरीले चाहिँ पानी मजाले धम्माधम फालिरहेको छ गाई है कडकसँग यहाँबाट केही न केही त समाउँछ भने आशा गर्छु गाई गाई चाहिँ फाइनली ल एक छ्याप थपड हानिदिउँ न ल दामी 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 गाई मामाले दामी ल है त दामी अझै पनि पानी खाने क्रम जारी नै छ अझै माछाहरू चाहिँ भेटेको छ है गाई चाहिँ अहिले फाइनलमा देखाउँछु तपाईँहरूलाई रिजल्ट कस्तो माछा भेटेको छ भनेर चाहिँ यसको यो जुन छ नि यो क्र्याबको यो खान चाहिँ बहुत मजा आउँछ दामी छ यार ल यता गाई ल पायो दुईटा है गाई खतरा हो क्या ल यता पनि मार्दैछ ल ल ल बाबा ल अभी मजा आएगा ना भिड़ो क्या बोले भाई अब क्या बोले ओए ओए खतरा हान्दै यार कसम यार ओए Would like to take notes while I take totes of the एकै लोनमा त बबाल हान्दै त केटाहरूले त यार ओए गाइस यो हो के
इलहर त्यो सबै खोजे ल सब भेट्छ नि त्यो बबाल गाई चाहिँ बब्बाल मारे है यो चाहिँ कसम ल बबाल सयो बाबा ओइ कडा ग्या गाई चाहिँ त्यो यतिको भएपछि भइहाल्यो यहाँनिर एउटा भाँडा भरेर पनि एक्स्ट्रा है त गाई त्यो चाहिँ एउटा भाँडा भरेर पनि एक्स्ट्रा यो चाहिँ एक्स्ट्रा गाई हेर्नुहोस् गाईहरू यसले यहाँ खतरा उयो गर्दैछ है हो यता चाहिँ सिरीले बबाल पानी फाल्दैछ गाई चाहिँ बबाल डेन्जर के दिइसक्यो साँच्ची नै भनेको यहाँ चाहिँ 100% माछा छ है त मेहनत चाहिँ कडक भइरहेको छ गाई चाहिँ अब चाहिँ यहाँनिर चाहिँ पछाडिपट्टि हेर्नु सिरीले चाहिँ माछा ल त गाई चाहिँ यहाँनिर चाहिँ कतिको माछा पर्छ भनेर सम्भावना छ भनेर चाहिँ हेर्दैछौँ गाइजहरू हामी चाहिँ होइन दिदीबहिनी दाजुभाइहरू जम्मैले जसले भिडियो हेर्नुभएको छ लाइक सब्सक्राइब अनि कमेन्ट पनि गर्न नभुल्नु होला यति भन्दै गाई फेरि कन्टिन्यू है के भयो अरे माटोमै पलाइ के बोले भाइ के बोले माटोमै गाई हुन्छ सरी त्यही त नि खतरा है यहाँबाट नि केही न केही त झिक्छ भने आस जे हुन्छ कडै हुन्छ गाइजहरू है यहाँ अब सिरीले समाउँदैछ गाइज है दामी खालको माछा मेरो हातमा थमाइदियो गाइज है पानी कसरी कतिले मजाले पल्टाउँदैछ ल त गाइज फेरि भेट्यो अरे यहाँ माछा ल हेर्नुहोस् गाइज है भिले दामी दामी छ है त गाइज ल है ल त गाई सिकिन साह्रो मगले चाहिँ खोल्नै सुकाइदिन्छ के हो छ गाइज है यति भन्दैमा दिदीबहिनी दाजुभाइहरू सबजनाले ल भिडियो हेरेर चाहिँ इन्जोय लिइदिनु होला दाजुभाइ दिदीबहिनीहरू मेरा हजुरआमा हजुरबाबु सबै सम्पूर्ण मित्रजनहरूलाई चाहिँ मजाले भिडियो हेरेर चाहिँ इन्जोय गर्नु होला भन्ने आग्रह गर्दछु ल भन्दै यति भन्दैमा ब्लगलाई कन्टिन्यू गर्दै जाउँ गाइज फिसिङ ब्लगलाई अरे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर है त गाइज यहाँ पनि खोदाल्ने कार्यक्रम जारी भइरहेको ल त गाइज यहाँबाट नि हाम्रो काम तमाम भयो अब यति बेला चाहिँ हाम्रो मामाले चाहिँ यो सानो 10 सुकाउनु गइरहेको छ है ल त बब्बालले माछालाई चाहिँ ध्यान दिँदैछ है ध्यान दिँदैछ माछालाई कुनै इलाकामा माछा अब समाइसक्यो माछा एउटा ल दामी ल बबाल है समाउँदैछ है त गाई चाहिँ गाई चाहिँ बट्टाबाट है ल सिरी ल हल्लायो ल हल्लायो खतरा है त झिकै ल पछाडि ल ल ल खतरा ढुङ्गा बब्बाल जोसमा है त सिरी जोसमा है जोसमा ल है त गाइज भतिजले चाहिँ यहाँ मजाले पानी फाल्दैछ मस्तले सिरीले चाहिँ माछाको आकलन गर्दैछ यहाँ अदृश्य माछाहरूलाई चाहिँ दृश्य बनाउनलाई चाहिँ इस्माइल पनि कडा दिँदैछ है त गाइज है काकाले देऊ एकचोटि
दामी हिले समात्यो है ल बबल पल्टाइसकेको छ है गाइसहरू यहाँ यो पल्टाउनु पर्यो यो पनि पल्टाउनु पर्यो दामी चाहिँ गाइज है कार्यक्रम चाहिँ अझै पनि जारी भइरहेको छ है त्यो साइड साइड ल है त गाइज है कन्टिन्यू भइरहेछ गाइजहरू गाइज है अर्को दुवा सुकाउँदैछौँ है अर्को खत्रै जोसियो त है सिरी ल है त ल है त गाइज है कन्टिन्यू भइरहेको छु सिरीले जताततै ढुङ्गा हल्लाइसकेको छ गाइज कडा ल सो गाइज है माछा मार्ने क्रम चाहिँ जारी भइरहेको छ गाइजहरू होइन दिदीबहिनी दाजुभाइहरू सबैजनाले चाहिँ होइन यो भिडियोलाई चाहिँ इन्जोय गर्दै गर्नु होला है गाइज अझै मजाले थम हानेर है गाइज कति कति माछा त अहिले फाइनलमा देखाउँछु तपाईँहरूलाई रिजल्ट है गाइज ल त फाइनली गाइज है भतिजले चाहिँ हिले समाइसकेको छ है त गाइज है ल है त गाइज कडक बबाल समाते भतिजा त देखाइदेऊ ल एक लट बबाल Would like to take notes while I take. ल हेर बबाल हानेर ल देखाइदेऊ गाइज गङ्गटा कच्ची भोग्यो यार मुन्टै भान्छ ल गाइज फेरि पनि हिलेको यहाँ एउटा चाहिँ पक्राउ भएको छ चोर म पुलिस ल फाइनली दामी आठ पारेर चाहिँ दामी छ होइन गाइज यो दुवाको पानी चाहिँ सुकाउने काम चाहिँ मेरो हो हैन ल म दुवा सुकाउन गइरहेको छु अहिलेको जेन जीव पुस्ताहरू चाहिँ यसरी माछा मार्न आएपछि घन्टीमा बोट हाल्न अहिलेको युवा पुस्ता जेनजीहरू यसरी चाहिँ माछा मार्न खोलामा थालेपछि भएको छ माछा बजारमा हडताल त्यहाँको माउर खान छोडेर यहाँको हिलेमा पल्केछ माछा मार्दा मार्दा उनीहरू पनि ल त गाइज है अब चाहिँ यो चाहिँ फाइनल हाम्रो दुवा यो चाहिँ लास्टो भइसक्यो फाल्दा फाल्दा हाम्रो युवा यो जेनजी चाहिँ थाकेपछि गाइज म चाहिँ थाके एकदम घटायो नि त हैन पानी आमा भन्नै पर्दैन थाके ल मामा पनि थाकिसकेको छ ल सिरीको पालो अब सिरीको पालो दमेदार पानी झम्की झम फाल्दैछ है त सिरीले यतापट्टि चाहिँ माछाको अवलोकन गर्दैछ गाइजहरू बबाल ल बबाल गाइज मारे यो ढुङ्गा पल्टाउने अब हामी ल त गाइज है यति भन्दैमा अब चाहिँ हाम्रो चाहिँ यो दुवा चाहिँ मजाले सुक्छ यत्रो यत्रो माछा भनिदिन्छ अहिले के बोले भाइ के बोले गाइज अब चाहिँ होइन कडक हुँदैछ है यहाँनिर ल है त गाइज है सिरीले चाहिँ माछा पक्रिसकेको छ भन्दैछ यहाँ चाहिँ हेरौँ है त ल बबाल कुरमा छिर्दैछ गाइज है बबाल मार्ने क्रम जारी भइरहेछ गाई खोताल्दैछ गाइजहरू यो लास्ट फाइनल चाहिँ अब हाम्रो नि भ्याउन थालिसक्यो अब माछा मार्दैछन् गाइजहरू है फाइनल है गाइज ल त गाइज हाम्रो चाहिँ फाइनल भिडियो अन्तिम भइसकेको छ सबै माछा मारेर पनि भ्यायो गाइज है माछा है मस्तको माछा छ गाइज है ल त गाइज है ल अब नेक्स्ट टाइम दिन्छौँ हामी फेरि अर्को भिडियो नेक्स्ट टाइम आउँछ यो चाहिँ लगभग तपाईँको भोलिसम्म यो चाहिँ अपलोड हुन्छ लगभग मन परायो चाहिँ लाइक शेयर एन्ड सब्सक्राइब अनि कमेन्ट पनि हानिदिनु होला पछाडि हाम्रो मामा पनि आउनु भयो गाइज है ल अब चाहिँ हामी फाइनली घरतिर लाग्छौँ गाइज अनि फेरि अब पकाएर खानु नै पर्यो गाइज है ल गाइज माछा चाहिँ यही हो एक बाटा भेटियो
होइन ल यति भन्दैमा गाइज हाम्रो भिडियो अझै अब चाहिँ यसलाई चाहिँ मस्तले बनाएर खाएको भिडियो पनि अझै कन्टिन्यू हुन्छ है त गाइज हामी चाहिँ डाँडामा आइपुगिसकेको छौँ है उल्टा भने पछाडि त्यो हावा होइन रियल हो माछा चाहिँ एकचोटि खतरा है ल भाइ ल दामी 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 सकेन्डले गाइज मामा पनि आइपुग्नु भइसकेको छ यहाँबाट यस्तो दामी भ्यू पनि देख्छ होइन त मामा बाबा भ्यू देख्छ हाम्रो स्मारक समझ रहे हो आप समझ रहे सबै थोकी काट्ने क्रम पनि जारी भयो बवाल छ नि होइन गटाकापट्टि माछा त बब्बाल हानिरहेको छ नि त यहाँ केटाहरूले मामा उता ट्याप्प केलाउँदै होइन भाइ यता अनि टक्क लाएर भतिज यता छ्यापी कमाउँदै छ्यापी केलाउँदै यस्तो हेर्नुहोस् यस्तो टाइपको यो चाहिँ काको माछा थाहा फेरि रापति बगरको हो क्या गाइज है यहाँबाट खतरा भ्यू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो राम्रो देख्छ यहाँ डाँडामा बसेर टक्क बस्ने ठाउँ पनि छ व्यवस्थित छ नि गाइज है के भन्छ अरे पछि यसलाई यो चाहिँ छ्यापी मात्रै गाइज है ल त गाइज यो चाहिँ गङ्गटा होइन अनि त्यसपछि यतापट्टि चाहिँ हाम्रो चाहिँ यहाँ हिली माछा छ टक्क लाएर खतरा यो चाहिँ पुरै बुढा माछा पुरै मिक्स माछा हो कि सब थोक छ कि होइन भरि Would like to take notes while I take totes of the सो गाइज अब चाहिँ हामी चाहिँ होइन चटो लाएर माछा तार्दैछौँ गाई है ल मामा मोल्दै यहाँ चाहिँ बाटा छ है अझै बाटो छ है गाइजहरू है मामा ल खतरा है बवाल भइरहेछ है गाइज यहाँ चाहिँ बवाल गर्नुहोस् नि भाइ दामी हो हेलो गाइज है घरतिर साथी अब चाहिँ लुगा सुगा फेरिएर चाहिँ है अब चाहिँ टक्क लगाएर यहाँ मसला पनि यहाँ राखेको छ हो भाइ मासु मिठो माछाको माछा तारेको समझ रहे हो आप समझ रहे टक्क स्मारकको डाँडामा होइन चट्ट लाएर क्याम्पिङ हुँदैछ हाम्रो रमाइलो हुँदैछ यता ल साथी यार हामी ल है त गाइज है भतिजले आगो अब सल्काउँदैछ है सानो आम्बो डेन्जर हो नि खतरा है ए माछा बप्पा तारिरहेको छ नि होइन बवाल भइरहेको टमाटर पनि यसो होइन टक्क लाएर त्यो हो त्यो दिन मामा अनि कस्तो भइरहेछ बवाल भइरहेछ बवाल भइरहेछ है खतरा ल ल भाइले पनि बब्बाल हेल्प गर्दैछ है ओहो चाँडै पकाएर खाइन्छ गाइजहरू ल है त खतरा है साथीभाइहरू हामी त मेरो ससुराबाबुको भाइस दिन्छ नि होइन पोखरेलको बिको मिठो तारेको छ है मासु ल त गाजी बब्बाल है गाई है यसलाई भन्छ स्याटेला ओ माय गस खतरा है यो चाहिँ ल बबाल हाल्दैछ मामाले है ल भतिज पनि अलिकति सर्लक्क मिलाऊ बबाल गाइज ल बबाल है बबाल माथि भतिज यस्तो मजाले बसेर चाहिँ टक्क लाएर आजको दिनभरिको मेहनत हो कि चाहिँ हाम्रो होइन 10जना 5जना गएको थियौँ हामी अर्को 4जना आइसक्यो आजको एडभेन्चर चाहिँ एकदम के होइन आउटस्ट्यान्डिङै भयो क्या अब सोच्दै नसोचेको कि बबाल भयो आजको अर्को 4जना ग्रुप जोइन हुन आएको छ बाफ्रे आगो खतरा बाल्यो है अहिले चाहिँ ल कडा
यतिको आगो बाल्यो भने चाहिँ कस्तो ल माथिसम्मै हुन्छ है गाईहरू है बबाल बबाल तारो हो सो गाइस है यहाँ चाहिँ माछा बबाल सानो माछा है यो चाहिँ बबाल मल्दैछ मामाले सानो माछालाई चाहिँ पोली माछा चाहिँ घोचिरहेको मामा हेर्नु नि यहाँ मस्तले सट्ट लगाएर मल्दैछन् गाइस है मामाले भतिजे खतरा माछा तार्यो माछा हेर्नुहोस् न गाइस वाउ लभली तारेछ है लभली यहाँ लभली मोल्यो भने त मामाले अब गङ्गडाको पाल्नु गङ्गडाको पाला अब गङ्गडै खतरनाक हुन्छ कि वाइल्ड कडा भयो त अब त्यति भयो योसँग चाहिँ के भन्नु हाम्रो गाउँमा चट्ट बनाएको लोकल रक्सीसँग चाहिँ यो माछा जान्छ गाइस अहिले अब इधर जहर खाने का पैसा नहीं है तो जा रे यार तू सिधा कुरा माछासँग अनि हामीसँग ल त्यस्तो ग्रेभी हाल्दैछु म होइन टमाटर बबाल हाल्दैछु गाइजहरू टमाटर ग्रेभी हालेपछि अब यो माछा चाहिँ हामीले सर्लक्क हाल्छ कि गाइज है के हो लभली हुन्छ है गाइजहरू यस्तो चाहिँ माछा मार्ने हो नि यता गाइज यता ग्रेभी पाक्दैछ है त गाइजहरू यता चाहिँ खतरा खतरा अझै क्लोजमा आएर गर्दैन हुन्छ ल देख्दैन है खतरा माछालाई देखाइदिनु कस्तो ठिक छ होइन बबाल छ ओके खतरा गाइज है ग्रेभी हो यो चाहिँ धनिया हो ग्रेभी खतरा भएको छ है गाइज बबाल बबाल ल ल भातसँग खानु मामा ल दामी भयो ल यार यसमा चिउरामा म्याग्नेट गर्ने हो ल चिउरामा टक्क लाएर चाहिँ बबाल भएको छ गाइज है यसलाई चाहिँ के भन्छ लोकल गरिदिनु मामा ल त गाइस यो चाहिँ ग्रेभी हो होइन ग्रेभी खतरा ग्रेभी बनेको छ चट्ट लाएर यहाँ फ्राई यहाँ ग्रेभी हाल्दैछौँ अनि यसलाई चाहिँ 3 पानी भनेर भन्थे पहिला चाहिँ अहिले चाहिँ यो चाहिँ लोकल ठर्रा भनेर भनिन्छ गाइस है ल सबैजनाले मिलेर चाहिँ खाँदैछौँ गाइस है ल चियर्स ल चियर्स यो चाहिँ ग्रेभीवाला टेस्ट हाल्दैछु मलाई ग्रेभी बबालै हुन्छ नि भने ग्रेभी बबाल छ क्या फ्राईहरू पनि कडक छ होइन सबै थोक कडक छ गाइस यहाँ ग्रेभी झिल्दैछ अनि ग्रेभी हाल्दै टक्क मामा टक्क दिँदैछ है दिँदैछ धनिया पनि हाल न गोली ओए टक्क भाइले ल हिले चपाइहाल्यो होइन नाइस गोली बाजेको यतिको चपाएपछि चाहिँ खाउन त के माछा साछा के त्यतिकै ग्रेभी के सानी हाल्नु ग्रेभी त्यस्तो कुरा हुँदैन कि मोबाइल ल्याउनु हुन्थ्यो अहिले ल टेस्ट टेस्ट काङ्ग्रेसबाट टेस्ट गर्छ त्यो 5 वटा हिले पछाडि खोइ भनिहाल्छु नि 5 वटा हिले पछाडि चाहिँ याद छ है 5 वटा हिले 7 वटा हिले पछाडि याद छ ल नाइस एउटै ढुङ्गाबाट कडक हाने अन्त ल त गाइज है अब चाहिँ हाम्रो चाहिँ लगभग भ्लग चाहिँ इन्ड भयो गाइज है सबैजनाले हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु साथसाथै सबैजनाले चाहिँ हाम्रो दिदीबहिनी दाजुभाइहरू सबैजनाले चाहिँ सब्सक्राइब पनि हानिदिनु होला मेरो च्यानललाई अनि
यति भन्दै हाम्रो ब्लग चाहिँ यहीँ इन हुन्छ है त गाइज है। सबैजनालाई है हेर्दै गर्नु होला, इन्जोय पनि गर्नु होला। नेक्स्ट टाइम अब राम्रै भ्लग आउँछ हाम्रो। यो भ्लग पनि कडै छ है त गाइज है। जतिर पुरानो चुरोटहरु होला एउटा दुईटा ल खडक ल ल बाई बाई सबैजनालाई गाइज है। यति भन्दै ल एक लट मामा भन्छु ल ल बाई 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 गाइज बाई बाई है बाई बाई ल बाई।